पाल्ने पनि दिइराख्नु कहिले हो कहिले ल बधाई छै बधाई ल बेहुला साथी लाइटर जा ल चाहिँ होइन आज चाहिँ भाइको कान्छा भाइको बिहामा गइदिएको हो बिहामा गइदिएको होइन दाजुभाइ चाहिँ अब हामी दाजुभाइ चाहिँ बाइकमा छौँ होइन अरू चाहिँ गाडीमा पुग्छ बाटोको हालत बाटोको हालत त खराब छ नि हाम्रो बिकी बम यता पनि लाग्छ हो सबैजनाले सब्सक्राइब लाइक सेयर गरिदिनुहोस् होला बिकी ब्लग्स छ है बिकी ब्लग्स चाहिँ बेहुलाको गाडी होइन अगाडि चाहिँ के भन्छ अहिले मामा आमाहरू छ हो अगाडि चाहिँ पुग्छ कल्या पनि हो चाहिँ बेहुला आमा यो ढिलो बाटो त न त रम्बो भन्छ त्यो स्पोकेट गराइदिएको आमा बाटोको हालत चाहिँ हेरिहाल्नुहोस् बाटो चाहिँ यस्तो डरलाग्दो खराब रहेछ के गाह्रो छ नन्दा त ओ नन्दा हात हल्लाइदेऊ यसै बेहुलाको गाडी है यो चाहिँ बुढौली आमाहरू छ यो चाहिँ हो घन्टा के गरिदिएको किन हौ अन्त बेहुला खै बेहुला र बेहुली यता बेहुली चाहिँ यता अहिले चाहिँ हामी आइपुग्यौँ होइन घुममा ए बेहुला दिदीमा ए के पो उसको नाम त बहिनी यता हेर त केले टाल्नु पर्ने हौ पनि झर्छ सीधा हो जाने अब
टिकट काटिदिनु पनि टिकट सबको सबै जति काटिदिनु क्रमहरू परेछ भने हाम्रो यता सन्तानलाई पनि भनिदिने होइन तपाईँहरूको घर परिवारमा सम्पूर्णलाई जति सक्दो हामी आदान प्रदानमा बसिरहन पाऊँ त्यति भन्दै हामी यहाँहरूदेखि बिदा लिन चाहन्छौँ है। अन्तिममा दुरनको लागि चाहिँ तपाईँहरूको आज के बार हो? आज आइतबार बुधबार आउँदा हुन्छ। हुन्छ त्यसो भने हामी बिदा लिँदा हुन्छ होला है अब सम्झेर हजुर हजुर आउँछ भित्र आउनु न यो सकुन चाहिँ तपाईँहरूको बिदाबारीको ल यो आउनुहोस् न के भन्न सक्नु गुनगुनासहरू छ भने भनिराख्नु हाम्रो नयाँ वर्गहरू केटाकेटी दुईजना मन बाबाहरूको गरी खाओस् राम्ररी होइन आशीर्वाद हाम्रो त त्यही हो। खानै पर्यो नि हजुर खानु पर्यो। हामी भइन्छ चाहिँ खानै पर्यो नभए आशीर्वाद आशीर्वाद हामी अहिले चाहिँ कसरी गरी खान्छ पहिला सानोमै बिहा भएको हो अब नाता नातिनी जस्तो भइसक्यो हो त्यसरी नै अब सबै नै उयो होस् हो सधैँ राम्रो होस् तपाईँले आदान प्रदान अब कुनै पनि कुरोमा होइन तपाईँकोमा राम्रो नराम्रो कार्य पर्दा हाम्रोमा राम्रो नराम्रो कार्य पर्दा तपाईँहरू पनि आउनुहोस् हामी पनि आउँछौँ ल त्यसबिना चाहिँ तिमीहरूबाट केही छ भन्नु छ तिनीहरू भन हुन्छ अब हाम्रो चाहिँ यस्तो ढोकभेटहरू भयो भने चाहिँ हाम्रो समाजको रीति अनुसार चाहिँ हाम्रोमा चाहिँ लेखापढीहरू हुन्छ बागबत्ताहरू दिँदाखेरि क्या त्यही हामी समाजको दुईवटै समाजको सेक्रेटरी प्रेसिडेन्टहरू लिएर चाहिँ हामी चाहिँ लेखापढी गरेर चाहिँ बिदाबारी गर्छौँ हाम्रो छोराछोरी छोरीहरूलाई चाहिँ हो यस्तो गर्छ नि तर अब उनीहरू बुढाबुढी मिलेन झगडा त्यो कागज चाहिँ केही काम गर्दैन गर्दैन त्यो हुनु चाहिँ फर्मुलिटी मात्रै हो त्यो गरेको पनि हाम्रोबाट त्यस्तै गर्थ्यो पहिला चाहिँ कि मेन चाहिँ गरेर अन्डरस्ट्यान्डिङ गरोस् होइन त्यो सानो सानो कुराले मिसअन्डरस्ट्यान्डिङ हुनु नहोस् अब त्यही हो। जस्तै मासु मात्रै पकाएर लडाइँ नहोस् सब्जीमा लडाइँ नहोस् त्यस्तै हो हजुर घुम्न छु त्यो त अब उनीहरूले पनि बुझ्नु पर्यो। हजुर होइन होइन अब हामीले त के कसो अब अझै पनि अब तपाईँहरूसँग अब एकछिन निस्केको छ कहाँ हुनुहुन्छ? बिग्रेको ठाउँमा गाली गर्नुहोस् कि तपाईँहरूलाई अब जतिसक्दो चाहिँ अब तपाईँहरूले छोडिदिइसकेपछि चाहिँ यता ज्वाइँलाई पनि छोराइसम्म सम्झेर चाहिँ होइन गाइडेन्स गर्नु पर्यो तपाईँहरूकोबाट। अन्त जतिसक्दो हामी पनि यता बुहारी अलिक अबाटोतिर लाग्यो भने हामी पनि कोसिस गरौँला नि त, हाम्रो जिम्मेवारी हो नि त त्यो त होइन। त्यति चाहिँ हो। यता यता यतालाई छोरै सम्झिनु पर्यो तपाईँहरूले, हामीले यतालाई छोरी सम्झिनु पर्यो, छोरी या त बहिनी सम्झिनु पर्यो। छैन भेदभाव केही छैन त्यस्तो एकदमै हामी चाहिँ गर्छौँ छोरालाई छोरै जस्तो गर्छौँ। भविष्यको दिनहरूमा अब कुनै यस्तो नराम्रो कार्यक्रमहरूले गर्दा ठोकिनु नपरोस् है त्यसरी। अन्त भन्दै हामी यहाँ तपाईँहरूदेखि बिदा लिन चाहन्छौँ है। खानाहरू खानुभयो सबले?